नमस्कार। 2082 फागुन 11 गते सोमबार। मौसम विश्लेषण। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था। हाल तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज 2082 फागुन 11 गते सोमबार। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ। चेतावनी तथा परामर्श जारी मिति 2082 फागुन 11 गते सोमबार। तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु कुहिरोको सम्भावना रहेको तथा देशको उच्च पहाडी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। मौसम सम्बन्धी थप जानकारीको लागि सम्पर्क गर्नुहोस्। मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर, काठमाडौँ। फोन 1155 1014 113 119 1014 113 345।